सम्पूर्ण दर्शकमान बाबुहरू यो पहिलो 14,000 को खेल सञ्चालन भइरहेको छ। 14,000 मा जसले सट हाल्छ उसको त्यो पैसा हुनेछ। दर्शकमान बाबुहरू कृपया घेरामा रहँदा पर बस्दिनु होला। यो कोर्टमा कोही पनि नगइदिनु हुन म अनुरोध गर्न चाहन्छु। एउटा अब 3-3 जना गर न किनभने तिनजना साइडमा कमाजना भन्नु एउटा अलराउन्डर पनि हुन्छ अनि दुईवटा ओपनर दुईवटा प्लेयरको कसैले रेफरीलाई 5,000 दिन पर्यो 4,000 दिनु खेलाडीलाई दिएको पैसा हो हैन भन्दा यो जानी त्यस्तो हो भने स्याप भन्न लगाऊ है 10,000 रेफरीलाई 4,000 दिन्छ अनि 5,000 भाइ के गरिरहेको तिम्रो यहाँ यत्रो कुरा भइरहेछ हाम्रो हाम्रो हैन कोही लान्छ अगाडि अगाडि कोही लान्छ एकचोटि मात्र ल रेडी छ उत्साहजनक सहभागिताले यो घेराबाट हुन बाह्र बस्दिनु होला। कृपया यो कोर्टभन्दा टाढा बसिदिनु हुन म सम्पूर्ण हाम्रो मिडिया कर्मी साथीहरूलाई म अनुरोध गर्न चाहे। अब साथीहरू कोर्टमा प्रवेश त नगरिदिनुहोस्। गर्ने छैन यसमा पैसा सर्ट हान्नु पर्ने रहेछ। अलिकति बाँकी थियो अलिकति थोरै बाँकी थियो यहाँ ललित अगाडि हुनु पुग्यो यहाँ ललित तर सर्भिस रेज अलि मिलेन जस्तो छ ललितको लागि यहाँ। ओहो त्यस्तो थियो भने अलिकति बाहिर हाने सो क्लोज थियो ललित यहाँ अहिले अझ क्लोज थिएन तर सकेन नि यहाँ पक्कै पनि पृथ्वीले चाहिँ सक्छ जस्तो लागिरहेछ मलाई यहाँ। हो यो पनि हुन सक्थ्यो तर भएन। यसलाई स्पोन्सर गर्नुहुन्छ 10,000 14,000 स्पोन्सर गर्ने महानुभाव हुनुहुन्छ श्रीसा फर्मका प्रोप्राइटर देवीलाल ओली र भरत कुमार भर्ती। अब आउँछ अलिकति बाँकी त खमालको अलिकति बाँकी 6 इन्च पर अब बाँकी रह्यो तिरुवा तिरुवाको पाल थियो स्पाइक थियो
मैले भनिरहेको थिएँ तिरुवाले पक्कै पनि के गर्न सक्छ यहाँ, तर बल फाउलमा पुग्यो। अभागी तिरुवा, अभागी तिरुवा है। अहिले चाहिँ हामी अनलकी भन्न चाहन्छौँ यहाँ। तिरुवा तिरुवा लक्की अनलकी हो फेरि। हावा उत्कृष्ट तिरुवाको थियो। तिरुवा चान्समा थिए बिचरा। यो अन्तिम हो सायद। यो पैसा सायद आयोजकको हुनेछ, यसमा कसैले नगरेपछि हो। ए दोस्रो राउन्ड नसकेपछि यो सबै पैसा आयोजकको रहनेछ भने जानकारी गराउन चाहन्छु म। ए उहाँले त्यही भन्नुभएको थियो अघि। यस्तो स्लो स्पाइक चाहिँ मान्यता प्राप्त गर्ने छैन है। अब भने हिमाल सुनारी स्पाइक छ। हिमाल पनि मिस भयो यहाँ। हिमाल सुनारी पनि मिस हुनु पुगे। अब बाँकी तिरुवा ब्याड लक थियो कि तिरुवा पक्कै पनि 14,000 को यहाँ धेरै कुरा एउटा यस चिजको सुझ आउन सक्थ्यो यहाँ। ललित धेरै टाढा हाने तिमीले। अब तिरुवाको अन्तिम चान्स सायद। अलिकति मिस हुनु पुग्यो यहाँ। तिरुवा सर्कुम टर्की टर्की अलिकति टाढा हाने टर्कीले पनि। अब भने यहाँ कसको लागि छ यहाँ। अब सन्तोष सन्तोष छन्। अब पिरामिड क्याक सन्तोष सन्तोष भएन। सन्तोषको लागि लास्ट चान्स हो। अब भने तिरुवा फेरि फर्केका छन् यहाँ। लयो सायद फेरि अर्को मिस यहाँ। पैसा त लागेकै थियो यहाँ। तिरुवाको आज दिन छ यहाँ। अर्को यहाँ कमलको पनि मिस गर्नु पर्यो फेरि। तिरुवा कमल 50-50 मा छ यहाँ। नेक टु नेक भइरहेको छ यहाँ। अर्को रञ्जित इन्द्र। अब इन्द्रको तीर लाग्छ लाग्दैन भन्ने नै छ। अब पावर स्पाइक हो, पावर स्पाइक। अब हामी अन्तिम राउन्डतर्फ छौँ। अब पनि भएर भने यो आयोजकको हुन्छ या खेलाडीको हुन्छ त्यो चाहिँ स्पोन्सर गरेर थाहा हुने भयो।